नमस्कार। आज फेरि अर्को कथा लिएर यहाँहरुसँग विमर्श गर्न आएको छु। आजको कथाको शीर्षक छ पण्डितजी। कस्ता छन् त पण्डितजी? कथा यसरी अगाडि बढ्छ। यो पनि पुरानै कथा हो, लगभग शर्माजीका समयतिरको। ठाउँ पनि मिल्दोजुल्दो छ, यद्यपि यो स्याङ्जाको कथा हो। कथामा कहीँ न कहीँ रक्सी आउनुपर्छ, मेरो मान्यता हो। त्यो पनि कार्निभल लेखिँदै छ र रक्सी आएन भने के को उत्सव? आउनुहोस् रमाऔं एकछिन यो मधु उत्सवमा। कथाको स्रोत आदरणीय गुरु हुमकान्त पाण्डे हुनुहुन्छ। लोककथामा पो स्रोत, यस्ता कथामा पनि के को स्रोत मनमा आइसक्यो होला। हो पनि, तर यो लोककै कथा हो। भलै यहाँका पात्रहरू कति जीवित अस्तित्वमा होलान्, कति मरे, तर काल्पनिक भने होइनन्। गुरुले वर्षौं अघि सुनाए जस्तै त मैले भन्दिन, भन्नु पनि हुँदैन। आखिर चेलाको पनि त आफ्नो सृजनात्मकता हुन्छ नि। ल हेर्नुहोस्, गुरुले वास्तविक भनेर सुनाएका घटनालाई चेलाले कथा बनाउँदा वर्तमान समयकै भए पनि केही फरक बनाउन खोज्दा रहेछन्। अनि बिचरा पण्डितजी शास्त्र प्रमाणलाई प्राण नै ठानेर हिँड्ने। पण्डितजीका एउटै पुत्र, तर शास्त्रानुसार सुपुत्र भन्न सकेनन्। पुत्रीहरू सबै असल थिए, सज्जन थिए, तर आफ्ना घरमा थिए। घरमा भएको एउटा पुत्र कु भएर निस्क्यो। पुरोहित्याइ गर्ने र अझ सप्ताह पुराणका प्रमुख वाचक बनेर वेदीमा बस्ने पण्डितजीलाई पुत्रले जाँड खाएर बिबिन्डिँदै हिँडेकामा मर्नु भएको थियो। पण्डितजी दिनदिनै दुब्लाउँदै जान थाले। शास्त्रमा सर्वत्र अति त्याज्य भनेर कपिएको मधुरस पिएर पुत्र पत्रु भएको उनलाई कति सह्य भएन। कहिले कहिले त कर्म गर्न लागेका समयमा जजमानका घरमै गएर पुत्रले अनेक अशोभनीय बाणी प्रस्तुत गरिदिन्थे, जसले गर्दा उनले कतिपय जजमानका घर नै छाडे। कहिले इष्टमित्र आफन्तसँग आफ्नो पाण्डित्य प्रस्तुत गरेर हिँडिरहेका समयमा सडक छेउबाट अमर्यादित शब्द बोल्दै पण्डितजीलाई बोलाइदिँदा त्यतै रुखमा पासो लगाउँ जस्तो पनि हुन्थ्यो। दिनदिनैका यस्ता व्यवहारले पण्डितजीका हाडछाला मात्र देखिन थाले। पण्डितजीले निकै कोसिस गरेका हुन्, तर छुटाउन सकेनन्। कुनै उपायले काम गरे जस्तो पनि देखिन्थ्यो, तर केही दिनपछि उस्तै। पुराण वाचन गरेकै ठाउँमा पुत्रले उपद्रो गरेपछि अन्तिम पटक सम्झाउने प्रण गरे। यस अघिका भन्दा भिन्न मुद्रामा प्रस्तुत भएर पण्डितजीले पुत्रलाई सम्झाउन थाले। रक्सी नखाएका समयमा अत्यन्तै नरम भएर विभिन्न सन्दर्भ जोड्दै प्रस्तुत भएपछि पुत्र मान्यो, तर शर्त अघि सारेर। ठिक छ बा, मैले यहाँहरूलाई धेरै दुःख दिएँ, अबदेखि म खान्न, तर आज साँझ बाबु छोरा दुवैले खाउँ, भोलिदेखि म छुँदै छुन्न। पण्डितजी शर्त सुनेर हाँडीबाट मकै उछिट्टिए जसरी 3 हात पर उछिट्टिए। दुवै हात हत्तपत्त जनै समाउन पुगे। नबुझिने ध्वनिमा लामै समय के हो के बडबडाए। छोरा सप्रिन्छ भने एक पेग लिँदा तिम्रो के जान्छ र? कसैलाई थाहा हुने होइन क्यारे? केही समयपछि पुत्रले तर्क अघि सार्यो। पण्डितजी बडबडाइरहेका थिए। छोराको पछिल्लो बाणीपछि अझ बडबडाए। बडबडाउँदै बुढा जुरुक्क उठे र शयन कक्षतर्फ प्रस्थान गरे। पण्डितजीलाई रातभरि निद्रा परेन। कोल्टो फेर्दै उज्यालो भयो। स्नानका लागि उनी पँधेरातर्फ लागे। फर्केर आउँदा पुत्रलाई आँगनमा उभिरहेको पाए। आज साँझसम्मको अल्टिमेटम भयो, विचार गर। पुत्र त उल्टै पण्डितजीलाई नियन्त्रण गर्ने मुडमा पो देखियो। बुढा केही बोलेनन्। दिनभरि अनेक तरङ्गमा पौडिरहे। साँझपख पुत्रलाई बोलाए र गम्भीर बाणीमा भने, लौले त सप्रन्छस् भने नर्क जान पनि तयार हुनु पर्यो। पुत्र निकै खुसी देखियो। बुढाले मान्छन् भन्ने सायद उसलाई थाहा थियो। पूर्व तयारी गरेर बसे जस्तो तुरुन्तै पेय तयार पार्यो। पण्डितजीले सबै कपडा फेरेर लगौटी मात्र धारण गरे। जनै फुकालेर तुलसीको मठमा राखे। कुल सम्झे, पितृ सम्झे, नित्य आराध्य नारायणलाई सम्झे। सबैसँग क्षमा मागे। हुन गइरहेको यस पापका लागि केही समय बरु नर्क भोग्न तयार भएको, तर आफ्नो पुत्रको बुद्धि फिराइदिन फिरात पनि गरे। पुत्रले तयार पारेको पेगतर्फ थरथराएका हात लम्काए। हत्तपत्त मुखमा लान खोजेका थिए। सर्लक्क बाआमाको तस्बिर आँखा अगाडि आयो। पण्डितजी सम्हालिन सकेनन्। बर्र आँसु झारे।
अवस्था कहाली लाग्दो भए पनि पुत्रको जीवनको चिन्ता पण्डितजीलाई बढी थियो। आँखा चिम्लेर एकै घुड्कोमा मधुरस पान गरे। त्यसपछि पण्डितजी घुप्लुक्कै सुते। झिसमिसे नहुँदै बिउझे। उड्दा टाउको दुखेको अनुभूति गरे। सम्हालिँदै पँधेरातर्फ लागे। घन्टौँ लगाएर पँधेरामा क्षमा आराधन पनि गरे। जे भए पनि पुत्रले नशा त्याग गरेमा त्यो नै उनलाई ठुलो सन्तोषको विषय बन्ने थियो। पण्डितजी दिनभरि कतै निस्केनन्। अघि पछिको भन्दा फरक व्यवहारले गर्दा गृहिणीले चाल पाइन् कि भन्ने शङ्का पनि गरे। तर मन अमिलिएको थियो। जेसुकै होस् भनेर घरमै बसिरहे। साँझपख पुत्र घरमा आयो। यसो हेर्छन् त अघि पछि भन्दा पनि स्खलित अवस्थामा उसलाई आँगनमा पाए। अघि पछि त खाएर मात्रै आउँथ्यो। अहिले दुवै हातमा एक एक बोतल झुन्डिएका थिए। पण्डितजीले टाउको समाए। भाउन्न भएर आयो। क्रोध थाम्न सकेनन् र झाकल झुकल पार्दै चिच्याए, होइन के हो यो, के गरेको? पण्डितजी रुँदै चिच्याउन थाले, त सप्रिन्छस् भनेर मैले जिउँदै नर्क भोगेँ। हिजोको आजै यो जात्रा? पण्डितजीले कसेर एक चड्कन लगाइदिए। चड्कन खाएपछि पुत्र पनि जङ्गियो। एउटा जँड्याहाले अर्को जँड्याहालाई अर्थ दिएको सुहाउँदैन। अब त तिमी पनि जँड्या, म पनि जँड्या, चुप लाग बुढा। बुढीले पुलुक्क पण्डितजीको मुखमा हेरिन्। पण्डितजी औडाहाले के गरौँको स्थितिमा थिए। बिरे त्यहाँ पनि पुगेछ। गाउँदै थियो, रोइलो रेट भौते दाई खोक्रो सारङ्गीमा। हो, रोइलो रेट भौते दाई खोक्रो सारङ्गीमा। धन्यवाद।